भोट केमा घन्टीमा भोट केमा घन्टीमा घन्टी कसको साइकलको साइकलको होइन के जेन्जीको भन न फेरि है त घन्टी कसको जेन्जीको घन्टी कसको जेन्जीको जेन्जी अब बोल्छ झोलेहरूको चाक पोल्छ जेन्जी अब बोल्छ झोलेहरूको चाक पोल्छ जेन्जी पुस्ता जिन्दाबाद झोलेहरूको निक्लियो पात जेन्जी पुस्ता जिन्दाबाद झोलेहरूको निक्लियो पात वेल डन गाइज वेल डन अब बाटोमा पनि यसरी नै नारा लाउनु पर्छ है चुनावसम्म के भन्छ यो बाटोमा यसरी नारा लायो भने त पागल भन्छ हामीलाई सबले भन्नुहोस् न त यदि देश विकास हुन्छ भने म आफूलाई पागल घोषित गर्न पनि तयार छु किन घोषित गर्नु पर्यो त पागल हो भनेर सबलाई थाहा छ त मजाक नगर है यो मजाक गर्ने समय होइन देश बनाउने समय हो तँलाई देशको नक्सा बनाउन त आउँदैन देश कसरी बनाउँछस् म एक्लैले बनाउने होइन नि त हामी सबै मिलेर बनाउने हो देश बन्नलाई सबै नागरिकको योगदान चाहिन्छ बात त सही है ए हो ल मेरो तर्फबाट चाहिँ 2 बोरा सिमेन्ट है यो भन्दा धेरै योगदान गर्न सक्दिन म तेरो सिमेन्ट तैसँग राख 2 बोरा सिमेन्टले देश बन्छ देश नबने पनि देशवासीको लागि एउटा टोइलेट त बन्छ नि त अनि एउटा टोइलेटमा सबै देशवासी अट्छ त कस्तो कुरा गरेको तिमीले अटेन भने पछाडिबाट लात्ती हान्दै ठेल्नु पर्छ नि त मैच्याङ ओइ धेरै बकवास नगर त तँलाई देशको चिन्ता छैन छ नि देशको होइन मलाई त विदेशको पनि माया छ त्यसैले अर्को महिना विदेश जाँदैछु म विदेश जाँदैछस् रे अनि खोइ त हामीलाई त केही थाहा छैन त तिमीहरूलाई किन थाहा हुनु पर्यो तिमीहरू मेरो छोरा छोरी हो र अनि भोट नहाली जाने तिमी विदेश भोट त म हालिहाल्छु नि यदि हाल्न पाएन भने पनि तिमी छौ त तिमी हाल्दौ न मेरो भोट आफ्नो भोट आफै हाल्नु पर्छ थाहा छैन तिमीलाई कसरी थाहा हुन्छ त कहिले हालेको भए पो ओ मैच्याङ हेप्ने होइन है मैले धेरै चोटि हालिसकेको छु कहिले हालिस 2079 मा के को 2079 मा हाल्नु हिजो राति हालेको नि मैले हिजो राति चाहिँ के को भोट हालिस् नि तैले ए भोटको पो कुरा गरेको भोट त हालेको छैन नि मैले अनि के हालेको भनेको त हिजो राति अबे साले यसपालिको प्रधानमन्त्रीमा को आउला त गाइज बालेन कि रवि ओइ तेरो स्वरलाई के भयो किन बाख्रा जस्तो बोलेको खोइ घरिघरि कसको आत्मा चढ्छ कोनी यस्तै स्वर निस्किन्छ मैले भन्नु खोजेको चाहिँ रवि र बालेन प्रधानमन्त्री बन्दैन के हर्क साम्पाङ बन्छ प्रधानमन्त्री बन्छ हर्क साम्पाङ जतिखेर पनि बालेनको खेदो खनिरा हुन्छ अरूको खेदो खनेर प्रधानमन्त्री बनिन्छ त्यसो भए को बन्ला त यसपालिको प्रधानमन्त्री मलाई थाहा छ को बन्छ यसपालिको प्रधानमन्त्री तेरे नाम टुको हिरो बन्छ तेरे नाम टुको हिरो तेरे नाम टु आइसक्यो र आएर पनि रौत हटमा रिलिज भइसक्यो अब नेपाल भरि रिलिज हुनु बाँकी छ अनि हिरो चाहिँ को छ त सलमान खान नै हो के को सलमान खान हुन्छ हाम्रो वान एन्ड ओन्ली ऋषि धमला यस यसपालिको प्रधानमन्त्री उहाँ बन्नुहुन्छ भनेपछि यो चोटिको चुनाव रमाइलो हुने भएन त अनि पार्टी चिन्ह चाहिँ के छ नि उहाँको यही मोबाइल फोन चाहिँ किन नि काजु हुनुपर्ने होइन र अनि पार्टीको स्लोगन चाहिँ के हो नि हाम्रो धमला सरको रुको जरा पार्टीको स्लोगन त अब की बार काजु सरकार होला नि तर मान्छे फन्नी भयो नि मेहनती चाहिँ मेहनती हुनुहुन्छ है हाम्रो धमला सर मेहनती हुनुहुन्छ नि जन चुनावको माहौलले गर्दा अझै मेहनती हुनु भएको छ घरि किसानहरूको उखु बोक्नुहुन्छ घरि आराले काठ काट्नुहुन्छ घरि जुलबी बनाउनुहुन्छ के गर्नुहुन्छ नि अनि मैले सुनेको धमला सरले त रौता हटमै घर बनाएर बस्नु हुने रे त घर मात्र होइन धमला सरले जित्नु भयो भने त रौता हटलाई नै राजधानी बनाइदिनुहुन्छ तर जे भयो नि प्रधानमन्त्री चाहिँ बालेनलाई नै बनाउनु पर्छ है अनि मात्र देश परिवर्तन हुन्छ बिल्कुल अनि बालेन प्रधानमन्त्री भएपछि सबै जनताले र्याप हान्न थाल्यो भने फेरि के बोले भाइ त्यस्तो कहाँ हुन्छ प्रधानमन्त्रीले जे गर्यो जनताले पनि त्यही गर्छ त त्यस्तो हुने भए त केपी बा प्रधानमन्त्री हुँदाखेरि सबै जनता गफाडी भइहाल्थ्यो नि अनि बालेनलाई त सबैले लुसिफर भन्छ त तेरो बाउ होला लुसिफर कालो चस्मा लाउँदैमा कालो कोट लाउँदैमा लुसिफर हुन्छ जसको अनुहार लुसिफरको चाक जस्तो छ नि हो तिनीहरूले हो बालेनलाई लुसिफर भन्ने किस कलर की चड्डी पहने हो भनेपछि लुसिफरको चाक ठ्याक्कै यसको अनुहार जस्तो रहेछ होइन त मैले बालेनलाई लुसिफर भनेको छु र अरूले भन्छ पो भनेको त अरूले जे भन्छ त्यही कुरामा विश्वास गर्ने त आफ्नो दिमाग चलाउन सक्दैनौ दिमाग चलाउनलाई दिमाग हुनु परेन यसको दिमाग सानोमै लुसिफरले खाइदिसक्यो त्यसैले अरूले जे भन्नु त्यही पत्ताउँछ हो है हो यो कुरा सत्य हो अस्ति मैले यसलाई ओइ तेरो बिहे हुँदैछ हेर्नु जाम भनेको खोइ कहाँ भन्दै हेर्नु गइरहेको थियो आफ्नो बिहेमा आफू हुनुपर्छ भन्ने पनि थाहा छैन यसलाई भयो धेरै बेचत नगर बिचारा रुन्छ फेरि पगमा मम्मीलाई भनिदिन्छु भनेर रुन्छु भनेको होला यत्रो नै रुदिन कसम यसले त खतरा एक्टिङ गर्दो रहेछ त यार यसलाई पो नेता बनाउनु पर्छ कि क्या हो नेता होइन मलाई अभिनेता बन्नु मन छ नेपालको अल्लु अर्जुन मै हो आर यु कमेडी मी अल्लु अर्जुन होइन त डल्लु अर्जुन हो हाइट हेरेको छ आफ्नो यत्रो हाइटले त तँलाई बच्चाको रोल पनि दिँदैन कसैले
डिरेक्टरले हाइट हेर्दैन बुझिस, एक्टिङ हेर्छ एक्टिङ। यदि हाइट हेरेर कास्ट गर्ने भए नेपालको आधी भन्दा धेरै हिरो हिरोइनहरू फिल्ममा होइन टिकटकमा लाइभ बसिरहेको देखिन्थ्यो। लाइभ आउनु प्यारे। हामी त चुनावको विषयमा कुरा गर्दै थियौं हैन, एक्कासी हिरो हिरोइनको कुरा कहाँबाट आयो? कोही कहाँबाट आयो आयो। हिरोको कुरा चाहिँ अमेरिकाबाट आयो होला, अनि हिरोइनको कुरा चाहिँ जापानबाट आयो होला। साले तू ल गाइज, धेरै भयो बाहिरको कुरा, अब चुनावमा फोकस गरौँ। के फोकस गर्नुपर्छ र? सिधै गएर घन्टीमा भोट हाल्ने नि। हामीले मात्र हालेर हुन्छ, सारा नेपालीले हाल्नु परेन। त्यहाँ झोलेहरू रेडी छन् हामीलाई रोक्नका लागि। हिम्मत छ रोक्ने? रोकेर देखाउस् त। एक एकको घन्टी बजाना छु भने मेरो नाम पनि घण्टा बहादुर होइन। तेरो नाम चाहिँ कहिलेबाट घण्टा बहादुर भयो? हामीलाई त प्रेम कुमार भनेको होइन? प्रेम कुमार त मेरो निकनेम हो नि, मेरो रियल नाम चाहिँ घण्टा बहादुर हो के। कस्तो अचम्मको नाम रहेछ, यो नाम त पहिलोचोटि सुन्दैछु मैले। मेरो नाम त केही होइन, मेरो परिवारको नाम सुन्यौ भने तिमी झन् छक्क पर्छौ। भन न त सुनौं। सुन्ने? ल सुन। मेरो हजुरबुवाको नाम धोती बहादुर, मेरो बुवाको नाम बक्सर बहादुर, मेरो मम्मीको नाम लुङ्गी कुमारी, अनि मेरो बहिनीको नाम चाहिँ जामा कुमारी। अझै सुन्छौ? भयो भयो भयो, आजलाई यति नै। तेरो परिवारको नाम अनि हाम्रो नेताहरूको काम उस्तै रहेछ, जति बुझ्न खोजे नि नबुझिने। अब रिग्रेट हुँदैछ होला तँलाई होइन? अब नेताहरूलाई बुझ्ने होइन के, नेताहरूलाई फेर्ने बेला भएको छ। नयाँ र पढेका नेताहरूलाई हाई हाई, पुराना र अनपढ नेताहरूलाई बाई बाई। त्यति सजिलो कहाँ छ र बाई बाई गर्न? अझै पनि लाखौं झोलेहरू त्यही नेताहरूकै चाक सुँग्दै हिँडिरहेछन्। के गरोस् त बिचाराहरू, त्यति नगरिकन मासु भात खान पाउँदैनन्? बात तो सही है। हन यो झोलेहरूले घरमा चाहिँ मासु भात खाँदैनन् कि क्या हो? कि मासु भातै बनाउन आउँदैन यिनीहरूलाई? यो भेडाहरूलाई खान मात्र आउँछ के, बनाउन आउँदैन। अलिकति पैसा अनि मासु भात भएपछि केही चाहिँदैन यिनीहरूलाई। म एउटा प्रश्न गरौँ, हामीले यिनीहरूलाई भेडा चाहिँ किन भनेको? भेडाहरूले त मासु भात खाँदैन त। मासु भात खाएर भेडा भनेको होइन के, त्यही पुरानै नेताहरूलाई ब्लाइन्डली फलो गरेर भेडा भनेको। भनेपछि झोले भने नि भेडा भने नि केही फरक पर्दैन होइन त? पर्दैन पर्दैन, तँलाई जे भन्नु मन छ भन्दा हुन्छ। मसँग एउटा आइडिया छ, यिनीहरूलाई झोलेकोले अनि भेडाको डा जोडेर लेडा भन्नुपर्छ होला। यिनीहरू पनि झोले र भेडा सुन्दा सुन्दा दिक्क भयो होला नि त, त्यसैले अबदेखि लेडा भन्नुपर्छ यिनीहरूलाई। क्या सोच है रे तेरी? है मान्नुपर्छ यार, तँलाई कसरी सोचेछौ यस्तो नाम? यो त मेरो बायाँ खुट्टाको खेल हो नि, नाम राख्नुमा त मलाई पण्डितहरूले पनि सक्दैन। अस्ति एउटा पण्डितले उल्टे मलाई घर बोलाएको थियो उसको छोराको नाम राख्नलाई। अबे साले तिमी के साह्रो गफाडी भएको के? तिमी प्रधानमन्त्री भएको भए त गफै गफमा देशलाई बेचिसक्थ्यौ होला। नो मैच्याङ नो, म जति नै गफाडी भए नि देशलाई बेच्न सक्दिन। किन थाहा छ? किन? किनकि हाम्रो देशलाई कसैले किन्नु पनि पर्यो नि त। यो कवाडी नेताहरूले हाम्रो देशलाई पनि कवाडी बनाइसकेको छ। त्यसैले सुरुमा नेता फेर्नु पर्छ, त्यसपछि देश बेच्नु पर्छ। मेरो मतलब त्यसपछि देश बनाउनु पर्छ। सरी है गाइज, तेल खाएर आएको जिब्रो चिप्लेको चिप्लै छ। अनि तेल मात्र कसरी खाइस् त? कि तेलमा बनाएको चिज खाएको भनेको? देखिस् फेरि जिब्रो चिप्ले छ। तेलमा बनाएको चिज खाएर आएको भन्नुपर्ने, तेल खाएर आएको पो भनेछु। थाहा छ गाइज, हाम्रो ग्रुपको ऋषि धमला यो हो नि, यसले पनि धमला सरले जस्तै हँसाउँछ। कहाँ लेजेन्डसँग यसको तुलना गरिरा? यसले त जोक गरेर हँसाउँछ, धमला सरले त जोक गर्नै पर्दैन। उहाँ बोल्यो कि त्यतिकै हाँस उठ्छ। बोल्नु पनि पर्दैन, उहाँको त एक्सनले नै हाँस उठ्छ। अस्ति चुनाव प्रचार गर्दाखेरि एकजना केटीको हात समातेर झन्डै चुम्दिनु भएको नि। के भन्न चाहनुहुन्छ धमला सरलाई? तर हामीले धमला सरलाई थ्याङ्क यू भन्नुपर्छ यार। यदि धमला सर नभएको भए कति नेपालीहरू डिप्रेसनको शिकार भइसक्थे होला। बात तो सही है। त्यो चाहिँ हो यार, हामीले थ्याङ्क यू भन्नै पर्छ। थ्याङ्क यू धमला सर, हामीलाई हाँस्दिन भन्दा पनि हँसाउनु भएकोमा र रुँदै गरेको मान्छेलाई हँसाई हँसाई अझै रुवाउनु भएकोमा। तिमीहरू चुनावको लागि कति एक्साइटेड छौ गाइज? मलाई त कहिले चुनाव आउँछ जस्तो भइरहेछ। किन? चुनावको दिन तेरो हनीमुन छ कि क्या हो? साले तू हनीमुन होइन के साले, भोट हाल्नलाई चाहिँ एक्साइटेड छु भनेको। भोट हाल्न पनि एक्साइटेड हुनुपर्छ त, कति न आफ्नै बाउलाई भोट हाल्न आँट्या जस्तो। तिमी किन यस्तो के? जतिखेर पनि उल्टो उल्टो कुरा गर्नुपर्छ तिमीलाई। कुरा पनि उल्टो र सुल्टो हुन्छ र? मैले लगाएको कट्टु पो उल्टो र सुल्टो हुन्छ त। तिमी विदेश जान्छु भनेको होइन? आजै गइहाल, काम छैन तिम्रो नेपालमा। 5 लाख रुपियाँ देऊ न, आज के अहिले नै जान्छु नि। म किन दिनु? मैले तिम्रो ऋण खाएको छ र? आर यू कॉमेडी मी? अनि किन मलाई विदेश जा भनेको त? समय आएपछि म गइहाल्छु नि, तिमीले भन्नुपर्छ र? मेरो साथीहरू यस्तै हो गाइज, जतिखेर नि झगडा गरिराख्छ। तर तपाईँ र हामी चाहिँ मिल्न जरुरी छ गाइज। यसपालिको चुनावमा हामी मिलेर अघि बढ्नुपर्छ र असल नेताहरूलाई जिताउनु पर्छ। र झोले साथीहरूलाई पनि मेरो अनुरोध छ, मासु भात र पैसाको पछि नलागौं, देश विकासको पछि लागौं। यसपालिको चुनावमा हाम्रोलाई होइन राम्रोलाई रोजौं। यदि तपाईहरूले हाम्रो साथ दिएर राम्रोलाई जिताउनु भयो भने तपाईहरूमा लागेको झोले ट्याग पनि आफै हट्नेछ। जय नेपाल।